काउली, सानी अहिलेसम्म स्कुलबाट घर आइन्नन् र? म पनि त्यही सोच्दै थिएँ। जानुस् न, गएर बुझ्नुस्। ठिक छ, म गएर हेर्छु। मास्टर बाबु, हाम्रो छोरी सानी काउली अहिलेसम्म घर आइपुगेको छैन। तपाईले कतै देख्नु भएको छ कि? तर आज त सानी काउली स्कुल नै आएकी छैन। सायद कुनै साथीसँग होली। धेरै चिन्ता नगर्नुस्, आइहाल्छे। मास्टर बाबु, सानी काउली अहिलेसम्म घर आइपुगेको छैन। यति धेरै रात परिसक्यो, मलाई त असाध्यै डर पो लाग्न थाल्यो। हेर आलु, तिमी नआत्तिउ, ऊ भेटिनेछ। तर हामीले अहिले नै गएर पुलिसलाई उजुरी दिनुपर्छ। सर, गाउँबाट कोही उजुरी लेखाउन आएको छ। उसको छोरी बिहानैदेखि हराइरहेकी छ रे। हत्तेरिका, भगाइदेऊ त्यसलाई। मलाई अहिले निद्रा लागिरहेको छ। भोलि आउनु भन्देऊ। अहिले सर व्यस्त हुनुहुन्छ। तिमीहरूलाई भोलि बिहान आउनु भन्नुभएको छ। होइन, भोलि आउनु भनेको के हो? यहाँ एउटी बच्ची हराइरहेकी छ अनि तपाईँ भोलि आउनु भन्नुहुन्छ? त्यो सब मलाई थाहा छैन। तिमीहरू अहिले यहाँबाट गइहाल। भोलि आउनु, होइन भने दुवैलाई भित्र हालिदिन्छु नि फेरि। आज पुरा एक दिन बितिसक्यो, अहिलेसम्म केही पत्तो चलेन। कुन्नी, कस्तो हालतमा होली मेरी छोरी? हामी सबै यति धेरै आत्तिएका छौँ। हे भगवान, मेरो छोरी कता होली? छिट्टै केही खबर मिलोस्। आलु, गाउँ बाहिर पुलिस आएको छ। उनीहरूले केही फेला पारेका छन्। छिटो मेरो साथमा आऊ, केही नराम्रो भएको छ। आखिर सानी काउलीलाई के भयो त? अनि पुलिसले उजुरी किन लेखेन? भाग 2 हेर्नका लागि तल कमेन्ट गर्नुहोस्।